ओहो तँरा काका भयो क्या बस्या भयो अहिलेसम्म बाहिरिँदा क्या बसेका मानि कैलोबठीको मेरो काका हुनु कि काउ हुनु गङ्गला घरबाट आएको दुःख सुख गर्न लागेका दुई काकु भतिजा हिसाबले भन्दा तँ अङ्कल थियो न नाङ बाड्दै तँ घरमा तेल खाँदै आउँदा भने ठुलो मासु लाग्यो भने धेरै ठुलो त भएन सिरियस तँ डाल्डा खाने भने धेरै ठुलो भयो यो क्या खाऊ गर्दै अङ्कल थियो नमाई गङ्गला हुँदै त सिरियस आउँदा डाल्डा खाँदै ठुलो भयो भन्छ तँ अरे के सेट्यानीको डाल्डा डाल्डा भन्दा है अब भन्नु बोल्नु पनि जानिहाल्छु न सेट्यानीको डाल्डा होइन कि सेट्यानिया घरै एक डब्बा डाल्डा दिएको छ आधा खाएला मैले आधा मेरो काका खाला तसै चाटला भन्ने उन्ट राखेको छ के नि नानुतिर खानुपर्ने अरे क्या तँरा दुई भाउ चेला डाल्डा तेल सेट्यानी भनेको न पुरानो लाग्यो हो क्या बात विवाद भएको क्या हो त्यो डाल्डा सेट्यानी त्यो तेल भन्ने मैले भन्दा हो मैले त बुझिन सकेन भयो A few moments later. घरबाट मेरा काका गङ्गलाल भन्नु कि पन्तलाल भन्नु आयो अरे के मोटाइ भति ज्यान पनि खतरा लागेको छ अब डाल्डा भए पनि तेल भए पनि यही लाग्छ हाले पनि हालेकै छ यही बाजा बिल्डिङ एउटा क्या डाल्डा हुनु क्या तेल हुनु